पढेका छौँ तर रोजगारी छैन हो हामी पढेका छौँ तर रोजगारी छैन हामी बोलेका छौँ तर सुन्ने कोही छैन हो हामी बोलेका छौँ तर सुन्ने कोही छैन हामी बाँच्न चाहन्छौँ तर सरकार मार्न चाहन्छ हो हामी बाँच्न चाहन्छौँ तर सरकार मार्न चाहन्छ हाम्रो माग पुरा गर हाम्रो माग पुरा गर युवा गर्न पाइँदैन युवा गर्न पाइँदैन भ्रष्टाचार अन्त्य गर भ्रष्टाचार अन्त्य गर हाम्रो माग पुरा गर हाम्रो माग पुरा गर युवा गर्न पाइँदैन
कारण 76 वटा युवाको अन्त्य। यी 76 जना ती विषयहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै सम्पूर्ण